This is gift from Kala Pathar. So यो चाहिँ 5545 मिटरबाट काला पत्थरबाट देखिने एकदम मनमोहक दृश्य हो. Not an easy task to be here. So 3:30 बजे उठेर गोरखचेप 5160 मिटरबाट चाहिँ अहिले हामी 5545 मिटरमा छौँ. अहिले टाइम भनेको ठ्याक्कै 2 घन्टामा हामी यहाँ आइपुगेछ. सो तपाईँहरूलाई हिमालको नाम भन्दैछु. यो चाहिँ माउन्टेन पुमरी भन्छ, 7100. अनि यो चाहिँ लिङथ्रेन, खुम्बुचे, यो च्याङ्से, यो चाहिँ टोटल्ली तिबेटमा पर्छ. अनि यो एभरेस्ट भइहाल्यो. एभरेस्टभन्दा अगाडिको चाहिँ लोला पिक, अनि यो नुप्से, अनि बेस क्याम्प चाहिँ यहाँनिर छ. अनि यो खुम्बु आइसफल भयो. यो बिचबाट एभरेस्ट समिटको लागि क्लाइम्बरहरू जान्छ. चाहिँ एकदम डेन्जरस पार्ट हो. अनि खुम्बु ग्लेसियर डाउन देयर. आमुडाब्लम, हेलो आमुडाब्लम. यो चाहिँ एकदम अग्लो देखिरहेको छ, बिचमा एक्लै सिङ्गल. थाम्सेरको तबुचे एन्ड अनि लबुचे पिक रेन्जहरू, ग्लेसियर यता. यो चाहिँ खाङ्ग्री सर, अनि यो खाङ्ग्री भन्छ. अनि जस्तै यो पुमरी भयो. तर इजी छैन. 5545 मिटर यसको म्यापमा भएको हाइट चाहिँ. अहिले तर मेरो घडीमा चाहिँ 5574 फिट देखाइरहेको छ मिटर. 5574 छ. 5:34 भएछ. आज Friday 9th of May. Okay, so that's it.